नमस्ते। हिजो 2 गतेको हाम्रोमा के हुन्छ भन्दाखेरि जुडशीतल भन्छ। जुडशीतलको दिन हामी कढी बडी र पकौडा भन्छ त हाम्रोतिर तरुवा भन्छ, त्यो बनाएर पकौडा भनेको तेलमा फ्राई गर्ने हो, प्याजको, आलु अरे काउली त्यस्तै पकौडा खाएँ, लगभग मस्त खाएँ। त्यसपछि पहिला यो के भन्छ कढी खाँदाखेरि, कढी भनेको दहीको बनेको हुन्छ, त्यो खाँदाखेरि मेरो फिस्टुलामा प्रब्लम देखिन्थ्यो। तर यसपालि मैले हिजो खाएको जस अहिलेसम्म चाहिँ मलाई चाहिँ कुनै प्रब्लम भएको छैन। भन्नाले यो इन्डिकेट गरिरहेछ कि मेरो फिस्टुला चाहिँ लगभग 80-90% जति ठिक भइसकेछ। योभन्दा पहिला मैले एउटा भिडियो बनाएको थिएँ, त्यसमा बियर सियर खाँदाखेरि पनि केही भएन। 1 गते नयाँ वर्ष भएर मैले बियर पनि खाइदिएँ त्यो दिन सानो, त्यसमा नि केही प्रब्लम भएन। भनौँ अलिअलि दुख्छ, घाउ साउ छैन, अलिअलि दुखे जस्तो हुन्छ तर त्यस्तो दुख्दैन। बाइक साइक चढ्दा पहिला दुख्थ्यो, अहिले त्यस्तो दुख्दैन। त्यही भएर मलाई जहाँसम्म लाग्छ होमियोप्याथीले अलिअलि काम गरे जस्तो छ अहिलेसम्म। नत्र त्यो दही खाँदाखेरि त्यसको भोलिपल्ट मलाई प्रब्लम हुन्थ्यो, तर हिजो खाएको अहिलेसम्म कुनै प्रब्लम देखिएको छैन। त्यही भएर म अब कुन डक्टरलाई देखाएको हो त्यसको म नेक्स्ट भिडियोमा लिएर आउँछु। त्यसमा तपाईँको 1 रुपियाँ नि लाग्दैन। एउटा योभन्दा पहिला पनि बनाएछ ललितपुरमा जुन छ पशुपति होमियोप्याथी, त्यहाँ पनि पैसा लाग्दैन। अर्को चाहिँ न्यु रोडमा छ, त्यहाँ नि पैसा लाग्दैन, जहाँ कि म आफै गएर आइरहेको छु। त्यहाँ मलाई बिहान बेलुका जान सजिलो भएर म त्यहाँ गएर आएको हो। दुइटै ठाउँ राम्रो छ। हस्, थ्याङ्क यू, धन्यवाद।